अरूलाई पो चुनाव लाउँछ, हामी जस्ता आमालाई त के को चुनाव लाउनु हौ। हामीलाई त त्यही बच्चो लाउँछ, जति बेला 24 घन्टा त्यही बच्चो। बिहान उठेदेखि बेलुका सुतेपछि पनि हामीलाई त टेन्सनै त्यही बच्चाको हुन्छ। बिहान उठेदेखि के खुवाउने हो, कसरी खुवाउने हो, खाँदै खाइदिन्न, कसरी खुवाउने हो, कता कता के देखाएर खुवाउने हो, त्यो टेन्सन छ। अनि फेरि अब कति बेला आची गर्ने हो, फेरि डाइपर अड्दियो भने टेन्सन हुन्छ, फेरि त्यतै टेन्सन हुन्छ। अनि फेरि सुताउनु पर्यो, सुत्ने बेला ट्याक्क समयमा सुताउन सकिएन भने सुत्तिन्न, फेरि सुताउनु पर्यो, जबरजस्ती कसरी के अरे सुताउनु पर्यो। फेरि सुतेर उठ्छ, के खुवाउने हो, के खुवाउने हो, के खान दिने हो, फेरि खाइदिन्न, त्यही टेन्सन छ, कसरी खुवाउने हो है। अनि फेरि साँझ पर्छ, साँझ परेपछि फेरि खुवाउनु पर्यो, सुताउनु पर्यो, तेल लगाइदिनु पर्यो, तेल लाउँदाखेरि तेल लाउनै दिन्न, मालिस गर्नै दिन्न, जग्गा कसरी फगाउने हो त्यही टेन्सन छ। फेरि सुतेपछि फेरि उठ्छ। ओहो कति टेन्सन हो, दिनभरि रातभरि टेन्सनै त्यही छोराको मात्रै बसी अनि देशको पिल्लिन पाइन्छ त, यस्तो टेन्सन।